हाई एभ्रिवान, सम्पूर्णलाई नमस्ते। सदा चाहिँ आज पनि म हजुरहरू समक्ष मेरो रिल च्यालेन्जलाई लिएर आइपुगेँ। आजको टपिक रहेको छ मिस्टेक मेक्स अ बिगिनर्स। आजको डे रहेको छ 17। हामीले चाहिँ सुरुमा कुनै पनि बिजनेस होस् या अरू कुनै क्षेत्रमा पनि काम गर्न सुरु गर्दाखेरि चाहिँ हामीले के चाहिँ मिस्टेक गर्छौँ भन्ने कुराहरू र मैले चाहिँ के मिस्टेक गरेँ भनेर हजुरहरू समक्ष सेयर गर्दैछु हैन। म चाहिँ यो बिजनेसमा पसेपछि है म चाहिँ सुरुमा चाहिँ एकदमै गरिहालिन्छ नि जस्तो पनि हुने, अनि त्यहाँदेखि गर्दै जाँदाखेरि निरन्तरता दिन नसक्ने पनि हुँदो रहेछ। सो यहाँ चाहिँ अब हाम्रो मेन्टर हुनुहुन्छ, कोच हुनुहुन्छ, सबैजना हुनुहुन्छ। उहाँहरूले चाहिँ हामीलाई ट्रेनिङ दिनुहुन्छ टुल्सका साथसाथै, अनि हामीलाई अगाडि बढ्न सिकाउने हुँदाखेरि यहाँ चाहिँ हामीले एकदमै फ्यामिलियर भएर अगाडि बढ्न पाइरहेका छौँ। अनि अरू सबैजनाको यो चाहिँ सबैजनाको मिस्टेक जस्तो लाग्छ। अनि रातारात धनी बन्ने प्रयास गर्नु होइन। रातारात कुनै पनि व्यवसायमा चाहिँ रातारात धनी हुँदैन। जो चाहिँ लिगल्ली रूपमा सञ्चालन भएको हुन्छ त्यसमा चाहिँ कहिले पनि रातारात धनी हुन सकिँदैन। बिजनेस भनेको चाहिँ बिस्तारै ग्रो हुँदै जाने हो है। सो यहाँ आएर चाहिँ मैले यो कुराहरू पनि सिक्न पाएँ। अनि हाम्रो चाहिँ व्यवसाय गर्न सुरु गरेको हुँदैन होइन, अरूसँग तुलना गर्ने बानी एकदमै धेरै हुन्छ नि त। अनि त्यो तुलना गर्ने बानीलाई चाहिँ हामीलाई आफैलाई चाहिँ एकदम रिग्रेट फिल गराउने, उसको चाहिँ भयो मेरो चाहिँ भएन भन्ने जस्तो हुने खालको हुन्छ है। सो यस्तो मिस्टेक चाहिँ कसैले पनि गर्नु हुँदैन। र हाम्रो यस डिजिटल बिजनेसमा चाहिँ हामीहरूलाई चाहिँ एकदमै साथ सपोर्टका साथ अगाडि बढाउन सिकाउनुहुन्छ। सो यस्तो फिल्सहरू पनि खास आउँदैन। अनि हजुरहरूलाई पनि यस्तै खालको कुनै साइड हसलको रूपमा प्लान बीको रूपमा गर्न मन हुँदाखेरि चाहिँ हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। ओके, नेक्स्ट भिडियो लिएर आउनेछु। बाई।